हाम्रा बाउबाजीहरूले लडेर जोगाएको देश हो, कसैले दान र भिखमा दिएको मेरो नेपाल होइन। जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी। आफूलाई जन्म दिने आमा र आफू जन्मेको धरती यो संसारको एउटै मात्र सत्य हो, बाँकी यस्तै उस्तै हुन्। हो, यस्तै भएको छ अहिले हाम्रो देशमा। युवाहरू आफ्नो जन्मभूमि र आफ्नो जन्म दिने आमाको लागि मरे, शहीद भए, शहादत प्राप्त गरे। सत्ताको मोहमा उन्मत्त भएका दानव स्वरूपका ती शासकहरूले ती आफ्नो मातृभूमिको रक्षाको लागि अगाडि उभिएका युवाहरूको टाउकोमा गोली ताकी छानी हत्या गर्यो। आज तिनै सत्ताच्युत भए, तिनै युवाहरूको बलिदानले गर्दा ती युवाहरूप्रति म हार्दिक श्रद्धाञ्जली भन्दिन। म भन्छु, हे युवा हो, हामीले तिमीहरूलाई थोपरेको पाप पखाललाई तिमी शहीद भयो, तिमी अमर छौ, तिमी अमर रहिरहनेछौ जबसम्म यो पृथ्वी रहिरहन्छ। 75 जना ती कलिला युवाको बलिदान, हजारौंको अङ्गभङ्ग, हजारौं घाइते, अरबौं खरबको नोक्सानी बेहोरेर देशले एउटा उन्मुक्तिको बाटो पहिलाउँदै मात्र थियो। पूर्व प्रधान न्यायाधीश जो सधैँ न्यायको लागि कठोर र कसैको कुरा नसुन्ने भन्ने चर्चित, उनी आज सत्तामा छिन्। उनलाई शुभकामना मात्रै, बधाई त्यतिखेर दिनेछौँ जब यी युवाहरूको बलिदानले सार्थकता पाउनेछ, देशले उनीहरूले चाहेको स्वरूप लिनेछ र बाटो बनाउनेछ। प्रसङ्ग धेरै आए, धेरै कुरा मिडियामा देखिए। आजभोलि मिडिया, सोसल मिडियामा आउनु कुनै गाह्रो छैन। त्यो युग थिएन, आजको युग हो, सोसल मिडियाको युग हो। यही सोसल मिडियाबाट बन्देज लगाउन खोज्दा शासकहरू सामन्तीमा परिणत भए, सामन्तीहरू लुकेर भाग्नु पर्यो, ज्यान जोगाउन धौ पर्यो। त्यो तपाईँ हामीले देख्यौँ नै यही सोसल मिडियाबाट। जस्तो कर्म त्यस्तै फल, सायद यही नै होला। यदि उनीहरू गलत भइदिए उनीहरूलाई भोलि सही प्रमाणित गर्नुपर्छ राज्यले। यदि उनीहरू गलत छन् भने उनीहरूलाई दण्डित गर्नुपर्छ यही राज्यले। अन्यथा ती युवाहरूको बलिदान खेर जानेछ, हामीलाई फेरि अर्को पाप लाग्नेछ। आफ्नै सन्तानको बलिदानको पनि रक्षा गर्न नसक्ने, सम्मान गर्न नसक्ने हामी पूर्वज केका लागि? हाम्रा पुर्खाले जीवन बलिदान दिएर जोगाएको नेपाल 30औं वर्षमा 10औं वर्षमा हरेक पटक नेपालीहरूले बलिदान दिएका छन् देशको मातृत्व जोगाउनको लागि। यो पनि त्यसैको सायद एउटा निरन्तरता होला। सत्ताधारीहरूको उन्मुक्तता, उनका सन्तानहरूको विलासिताले उन्मुक्त भएका ती शैतानहरूको राजसी शैली देखेर आफ्नो परिवार पाल्न विदेश छिन बाध्य भएका ती युवाहरूको पनि रगत पोलेकै छ। यतिखेर कुन चाहिँ सच्चा नेपालीको रगत नपोलेको होला, छाती नपोलेको होला, तर पनि के गर्ने, सत्ता हो त्यति सजिलै हट्ने थिएन। त्यही भएर 75 जना युवाहरूले आफ्नो जीवनको बलिदान दिए र सत्ता ढाले। अब यतिले पुग्दैन। अब हामी हरेक नेपालीहरूले ती हाम्रा बच्चाहरूको बलिदानको सम्मान होस्, उनीहरूको चाहना पुरा होस् भन्ने हो भने निरन्तर खबरदारी गरि नै रहनुपर्छ, निरन्तर झस्काइरहनुपर्छ र निरन्तर यो सरकारलाई दबाब दिनै पर्छ। ती युवाहरूले चाहेको मार्ग यो हो, तिमीहरूले यो मार्ग पुरा गर्नुपर्छ भनेर। रवि लामिछाने गत 10 महिनादेखि जेलमा छन्। न प्रमाण छ, न प्रमाणित हुन सकेका छन्। विभिन्न अदालतमा विभिन्न पटक धरोटी लिए पनि पुनः समातिएको छ, पुनः थुनिएको छ। मानौ उनी आफ्ताब आलम भन्दा पनि भयानक खतरनाक अपराधी हुन्। मानौ उनी भारतका फुलन देवी भन्दा पनि खतरनाक हुन्। उनी डाका, लुटेरा, हत्यारा, राष्ट्रद्रोही, सब आतंकवादी उनै हुन् भने चाहिँ रवि लामिछानेलाई थुनिएको छ। वास्तवमै एकजनाले भन्नुभएको छ, यो समय थियो रवि लामिछानेलाई जेलबाट ल्याएर गृह मन्त्रालयको जिम्मा दिने। उनले एकलाई पाता कसेर उनीहरूले गरेको कर्मको प्रतिफल दिलाउन जेलमा कोस्थे भन्दै थिए। उनी को थिए मैले याद गर्न सकिनँ, तर उनले भने कुरा सही हो। यतिखेर वास्तवमै भन्यो भने रवि लामिछानेलाई गृहमन्त्री जिम्मा दिनु पर्थ्यो अनि देशको अपराधीहरूको, भ्रष्टहरूको सफाया हुन्थ्यो। यो चाहिँ हामी विश्वास गर्न सक्छौँ।
रवि लामिछाने एकाएक कुनै चर्चामा आएका व्यक्ति होइनन्। उनले वर्षौंसम्म मिडियाको माध्यमबाट मान्छेलाई सचेत मात्र गराएनन्। उनीहरूको हक अधिकारको लागि लडे पनि। अस्पताल बनाउनेदेखि लिएर सडकमा पुग्नेदेखि लिएर स्कुलमा पुग्ने कहाँ मात्र पुगेनन्। त्यसैको प्रतिस्वरूप हो अहिले रवि लामिछानेलाई नेपाली जनताले राजनीतिको एउटा आशाको केन्द्रबिन्दु बनाएको। सामान्य मान्छेबाट पत्रकारिता गर्दै यो पदसम्म पुगेको नेपालको इतिहासमा यो सबैभन्दा पहिलो होला। यति छोटो समयमै यति राजनीतिक शक्ति आर्जन गरेको। तर त्यसलाई संस्थागत गर्नु तपाईको हाम्रो पनि कर्तव्य हो। किनकि कांग्रेस एमाले माओवादीहरूको ताण्डव नृत्य हेर्दा हेर्दा नेपाली जनताहरू वाक्क दिक्क प्याक्क भइसकेका छन्। गर्न नसकेर सहन नसकेर बसिसकेका थिए। अहिले समय आएको छ। अहिले बालेनलाई र रविलाई जुदाउनलाई एक किसिमको एउटा मिडिया लागिरहेको छ। बालेन किन अस्पताल पुगेनन्, किन हार्दिक श्रद्धाञ्जली दिएनन् भनेर। होला उनलाई पनि हार्दिक श्रद्धाञ्जली दिन मन लागेन होला ती कलिला बालबालिकाहरूको। होला उनलाई यसको बदला लिने मन छ होला ती अपराधीहरूलाई जेल कोचेपछि मात्रै उनले श्रद्धाञ्जली दिने होला। अस्पताल किन गएनन्? उनी अस्पताल पुगे भने त्यो अस्पतालको व्यवस्थापन गर्न पनि गाह्रो पर्छ। उनी यति लोकप्रिय छन्। उनी अस्पताल गए भने त्यही मौकामा उनीमाथि अर्को ताण्डव नृत्य पनि गर्न सक्छन् अपराधीहरू। किनकि जो सत्तामा 30औं वर्षदेखि रगत चुसेर बसेका झुकाहरू यति सजिलै यति चाँडै सत्ता यी बालबालिकाको बलिदानले मात्रै त्यागेको हो भनेर स्वीकार्न सक्ने अवस्था छैन। यो त तपाईँले देखिहाल्नुभयो। नेताहरूको आवाज र चिच्चाहटलाई हेर्नुहोस् त। जनताप्रति देशप्रति कुनै सहानुभूति, कुनै सहायता, कुनै दुःख व्यक्त छैन। उनीहरूलाई आफ्नो सत्ता गएकोमा, पासपोर्ट गएकोमा र उनीहरूलाई पार्टी जलेकोमा यत्रो वितण्डता छ। भन्नुस् यस्ताहरूले यो देशलाई त्यत्तिकै छोड्लान्? यिनीहरूले चुस्न छोड्लान्? सक्के जबसम्म यिनीहरू जीवित रहन्छन् तबसम्म यिनीहरूले चुस्न छोड्दैनन्। त्यही भएर हामी जनताहरूले खबरदारी गरिरहनुपर्छ। हाम्रो पक्षमा भएको जनताले बनाएको सरकारलाई साथ दिइरहनुपर्छ, कचकचाइरहनुपर्छ। 40 लाख भन्दा बढी नेपालीहरूले रवि लामिछाने निर्दोष हो भनेर हस्ताक्षर गरे। जबकि नेपालको सबैभन्दा ठूलो राजनीतिक पार्टीको मत नै 29 लाख छ भने उनले त्यो भन्दा पनि बढी मत हस्ताक्षरमै ल्याइसकेका छन्। यदि साँच्चीकै रवि लामिछाने दोषी हो भने अदालतबाट प्रमाणित गरौँ, कति सजाय दिन पर्ने त्यो सजाय सकेर आउँछन्, फेरि राजनीति गर्न पाउँछन् पाउँदैनन् संविधानले दिएको कानुन अनुसार गर्लान्। यदि दोषी होइन भने उनको अहिले यो मुद्दा तुरुन्तै किन छिनोफानो हुन सक्दैन? के रविलाई जेलमा सडाएर अरू नयाँ आउनेहरूलाई पनि तर्साउँछु भन्ने पुराना ती शैली, ती सामन्तीहरूको सोचलाई यदि यो सरकारले पनि निरन्तरता दियो भने यो भन्दा अर्को दुर्भाग्य केही हुँदैन। हाम्रा भाइ भतिजाहरूले जीवनको बलिदान दिए, अब हामी बलिदान दिनलाई फेरि निस्किनु पर्ने हुन सक्छ। यो मैले देखाएको दृश्य केवल बेल्जियमको एउटा सानो सहर जहाँ थोरै नेपालीहरूको बसोबास छ त्यो ठाउँको मात्र हो हस्ताक्षर सङ्कलन कार्यक्रमको। यस्ता हस्ताक्षर सङ्कलनहरू त नेपालभरि, नेपाल बाहिर बस्ने नेपालीहरू जहाँ जहाँ छन् त्यहाँ सङ्कलन भइसकेको छ, भइरहेको छ। अझै पनि सोशल मिडियामा सबैले भनिरहेका छन् रवि लामिछाने निर्दोष छन् कि उसको फैसला गर, कि होइन रे निर्दोष साबित गर, उसलाई राजनीति गर्न खुला गर, बाटो छोड। कसलाई डर लागिरहेको छ रवि लामिछानेबाट? के रवि लामिछाने एउटा ठुलो महारोग हो? उनी जेलबाट बाहिर आउने बित्तिकै सारा नेपालीलाई सारेर सखा पारिदिन्छन्। रवि लामिछाने के यो विश्वको सबैभन्दा खतरनाक, विश्वले वान्टेड गरेको आतंकवादी हो र? तपाईहरुले प्रमाणित गर्न सक्नुहुन्छ। अब पनि तपाईहरुले प्रमाणित गर्न सक्नु भएन भने सुशीला कार्कीज्यूको सरकारमाथि पनि प्रश्न उठ्न सक्छ। त्यसैले हामी दबाव सिर्जना गर्न नछोडौं, किनकि दबावले नै सत्ता परिवर्तन हुन्छ, दबावले नै जनताको आवाज सुनिन्छ अनि आन्दोलनले नै जनताको मार्ग चित्र गर्छ। अहिले चाहिँ हामी हो साँच्चै नै हिजो हामीले हरेक पार्टीमा आबद्ध पनि भयो र हरेक देखियो, तर अहिले आएर चाहिँ देश जहाँको त्यही भएको अवस्था र रविको केही भिजन छ भन्ने जस्तो देखियो हैन। उसले युवाहरूको चाहनालाई पनि बुझेर भुइँ मान्छेको हरेकको कुरा बुझेको भएर घन्टी चाहिँ साँच्चै नै जनताको माग हो भन्ने लागेर नै अहिले हामी यतातिर लाग्यौँ। तपाईँ छातीमा हात राखेर भन्न सक्नुहुन्छ कि रविमाथि चाहिँ राजनीतिक प्रतिशोध भएको हो भनेर? हो, यो राजनीतिक प्रतिशोधै हो।
के कारणले कारण किनभने जति पनि यो हस्ताक्षरले प्रमाणित गरिसक्यो त्यति साह्रै जनताहरू सबै बौद्धिक होइन हरेक क्षेत्रको व्यक्तित्वहरू त्यहाँ गएर हस्ताक्षर गर्नुभएको छ के त्यसो भएदेखि उहाँहरू मूर्ख हो त होइन नि किनभने त्यही केसको कतिजना व्यक्तित्वहरू खुल्लमखुल्ला हिँडिरहनु भएको छ भने रविको जबकि प्रमाणितै भएको छैन अझै अदालतको निर्णय त आउनु बाँकी नै छ त्यसमा पनि उहाँलाई जुन यो यताउता दौडादौड गराइरहेको हिसाबले चाहिँ साँच्चीकै यो प्रतिशोधै हो। अर्को महत्त्वपूर्ण कुरा तपाईँ नेपाल बाहिर बस्नुहुने गैर आवासीय नेपालीहरू तपाईहरूको नागरिकताको निरन्तरताको लागि सम्भव भएन तर गैर आवासीय नागरिकता दिने भन्ने संविधानमा उल्लेख थियो तर कांग्रेस माओवादी एमाले मधेसवादी दलहरूले र पछिल्लो समय रासोपाले पनि त्यसलाई चासो देखाएन। रासोपा आफै सरकारमा हुँदा पनि त्यसको पक्षमा उसले आवाज उठाएन उसले केवल जे संविधानमा छ त्यही मान्छौं भन्यो तर संविधानकै कुरा पनि उठाएन। तपाई रासोपामा आस्था राख्ने साथीहरू नीलो क्रान्ति भन्नुहुन्छ यो विषयलाई पनि नबिर्सनुस्। नेपालमा यदि आफ्नो पार्टीको विधानमै लेखिएको छैन भने उनीहरूले बहुमत त्रिमत आए पनि गर्दैनन्। जबसम्म नेपाल बाहिर बस्ने नेपालीहरूलाई नेपालसँग जोडेर नेपालको विकास सँगसँगै लान सकिन्न तबसम्म नेपाल सुरक्षित हुन सक्दैन। तपाईले अस्ति जेएनजीको आन्दोलनमा पनि देखिसक्नुभयो नेपालबाट मात्र होइन संसारभरि बस्ने नेपालीहरूले एक साथ एकबद्धता जनाएका थिए त्यसपछि मात्रै सरकार ढल्न सक्यो। तपाई हाम्रो मत तपाई हाम्रो विश्वास तपाई हाम्रो लगनशीलता देशको लागि आवश्यक छ र त्यसको लागि नागरिकताको निरन्तरताको अति आवश्यकता छ। नागरिकताको निरन्तरता भएन भने तपाई रोकिनुहुन्छ म रोकिन्छु मेरा छोरा नाति पनाति रोकिन्छन् अनि नेपालसँग नेपालीहरूको सम्बन्धै दूर छ। एकपटक सोच्नुहोस् हामी परदेशी होइनौं हामी नेपाली। हाम्रा बाबुबाजेले सिसेको देश हो हाम्रा बाबुबाजेहरूले लडेर जोगाएको देश हो कसैले दान र भीखमा दिएको मेरो नेपाल होइन।